एउटा अङ्ग पनि बन्दै गएको छ। खास गरी साझेदारी कार्यक्रमहरूमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा मैले राखिराख्नु यहाँ जरुरी छैन। यहाँहरू नै अभ्यस्त हुनुहुन्छ र म के भन्न चाहन्छु त भन्दाखेरि यो साझेदारी कार्यक्रममा सक्रिय रूपमा चाहिँ सहभागी हुने र राज्यलाई घचघच्याउनका निम्ति चाहिँ लागिराख्नुपर्छ। त्यसो भयो भने मात्रै, नत्र अलिअलि राज्य अलिअलि कान नसुन्ने अलिअलि आँखा नदेख्ने जस्तो पनि छ हाम्रो। तपाईँ हामी सबैले बुझेकै जानेकै कुरा छ। त्यहाँ जति घचघच्यायो, त्यहाँ जति गर चाहिँ हल्लायो त्यति नै अनि अलिअलि सुन्न थाल्ने हुन्छ। त्यसो भएको हुनाले मैले यहाँको विकास निर्माणका निम्ति, यहाँ साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नका निम्ति सक्रियतापूर्वक यो सिर्जना टोल सुधार समिति लाग्नेछ र त्यसले यो टोलकामा बसोबास गर्ने, अहिले त अब के भनौँ भने गाउँतिर जाँदाखेरि चाहिँ होइन, दलित टोल हो भने पुरै दलित टोल, कार्की टोल हो भने पुरै कार्की टोल हुन्थ्यो। यो चाहिँ अब मिश्रित होइन, अब यहाँ चाहिँ यो त्यो भन्ने छैन, एकदम मिश्रित एउटा नयाँ समाज बसेको छ। त्यो नयाँ समाजलाई एक ढङ्गले फेरि नेतृत्व गर्ने, एक ढङ्गले फेरि त्यसलाई चाहिँ त्यसका आवश्यकताहरू पुरा गर्न लागि पर्नुहुनेछ। त्यहाँ हामीले पनि सकेको सहयोग कति सकिन्छ त्यो सहयोग गर्नका निम्ति पनि हामी हाम्रो तर्फबाट सके जति हामी गर्नेछौँ भन्ने पनि म प्रतिबद्धता जाहेर गर्न चाहन्छु सुरुमै। दोस्रो कुरा, अहिले म अर्थ समितिमा छु। देशमा अहिलेको आवश्यकता, हामी अर्थ समितिको अहिले भन्सार विधेयक सम्बन्धी हामी छलफलमा छौँ र लास्ट भोलि सायद भोलि 12 गते बस्छ, त्यो टुङ्गिन्छ। निकै लामो कसरत गरेर त्यो चाहिँ भन्सार विधेयक हामीले चाहिँ अब टुङ्ग्याउँदैछौँ। योभन्दा अगाडि हामीले ब्याङ्किङ कसुर सम्बन्धी विधेयक हामीले टुङ्ग्याएर त्यो पास पनि भइसक्यो। खास गरी ब्याङ्किङ कसुरसँग सम्बन्धित विषयवस्तु भएर केन्द्रित भएर कुरा गर्दा मैले के भन्न चाहन्छु भन्दा, हिजो दुईटा त्यसलाई मुख्य कुरा मेलमिलाप कसरी गर्ने र असुली कसरी गर्ने, जो ऋण लगानी गरिएको छ त्यो कसरी गर्ने भन्ने एउटा, खास गरी चेक अनादर सम्बन्धी विषयवस्तु, त्यहाँ धेरै विषयवस्तु छन्। अब त्यो चेक अनादर चाहिँ कस्तो थियो भन्दा, हिजो चाहिँ दुईटा तरिकाबाट मुद्दा जाने, एउटा अदालत जाने, एउटा यता फौजदारी हिसाबले जाने, दुईटा तरिका थियो। अहिले एउटै मात्रै तरिका त्यो बनेको छ। त्यो सरकारवादी मुद्दा बन्छ अब, किनभने तपाईँ चेक अनादरको मुद्दा पश्चिमकोले हाल्यो भने, 10 लाखको चेक अनादरको मुद्दा हाल्यो भने काठमाडौँ आउँदा र जाँदा नै उसको सिद्धिन्छ। त्यस पछाडि त्यो चाहिँ बडो मुस्किल हुने स्थिति हुन्छ उसको। त्यो अब त्यो लड्नुभन्दा बरु छोडिदिनु ठिक हुने जस्तो स्थिति हुन्छ। सदरमुकाम आउने जाने कुरा गर्दाखेरि त्यस्तै हुन्छ भन्दा त्यसलाई सरकारवादी मुद्दा बनाइयो। अरू तरिकाबाट हुन्न। अब त्यो प्रोसेसबाट जान्छ र फैसला हुने 1 घन्टा अगाडि पनि उनीहरू मिलापत्र गर्छन् भने त्यसलाई स्वीकारिन्छ भन्ने छ मुख्य कुरा। अरू थुप्रै कुराहरू पनि त्यहाँभित्र छन्, मैले यति कुरा राखेँ। अब भन्सार सम्बन्धी विधेयक चाहिँ अहिले छलफलमा छ। हामी सम्पूर्ण रूपले टुङ्गिएका छैनौँ, तर त्यसलाई कसरी व्यवस्थित गर्ने, राष्ट्रको चाहिँ त्यो ढुकुटीमा जम्मा गर्ने एउटा महत्त्वपूर्ण मेरुदण्ड हो। त्यो मेरुदण्ड भएको हुनाले भन्सार, तपाईँ हामी भन्सार या संसार छ भन्छौँ हामी, मतलब चाहिँ समितिका सदस्यहरू चाहिँ तल इन्डियाको बोर्डरका सबै प्राय सबै भन्नु पर्ला चाहिँ भन्सारहरूमा हामी अनुगमनमा गयौँ। अस्ति भर्खरै तातो पानीमा पनि हामी गयौँ। अब केरुङ पनि हामी जाँदैछौँ। त्यसैले हामीले चाहिँ अहिले के गरेका छैनौँ भन्दा, नियम कानुन चाहिँ त्यही सदनमा बस्ने या अर्थ समितिको कार्यालयमा बस्ने ती बनाउने गरेका छैनौँ। रियल के छ जीवनमा, त्यसलाई कसरी व्यवहारिक बनाउन सकिन्छ, कसरी वैज्ञानिक बनाउन सकिन्छ, कसरी त्यसलाई चाहिँ अनियमितताबाट मतलब जोगिने चिजहरू के हुन सक्छन् र मतलब उद्योग व्यवसाय गर्नेहरूलाई, व्यापार गर्नेहरूलाई कसरी सहज बनाउन सकिन्छ भन्नेसँग सम्बन्धित भएर हामीले छलफल गरेका छौँ। त्यही ढङ्गले हामीले चाहिँ करिब 1 हप्ता लगाएर
इन्डियासँग जोडिएका भन्सारहरू हामी आफैले अनुगमन गरेर मतलब त्यहाँ सबै पक्षहरूसँग छलफल गरेर त्यसलाई हामी टुङ्ग्याउँदैछौँ। लाग्छ त्यो विगतको भन्दा उत्कृष्ट बन्ने छ। अब फेरि मतलब चाहिँ अझ अगाडि जाँदाखेरि त त्यो फेरि होइन त्यसले मात्रै काम गर्छ भन्ने छैन। त्यसैले अहिले जो अर्थ समितिमा जति पनि सदस्य हुनुहुन्छ र सभापतिजी हुनुहुन्छ उहाँ पनि मेहनतका साथ लाग्नुपर्छ, राम्रो बनाउनुपर्छ भनेर लागि परेका छौँ। त्यसो भएको हुनाले यसले यो बनिसक्दाखेरि हामीलाई लाग्छ जो अहिले पनि भनिन्छ चाहिँ 60% चुहावट भन्सारमा हुन्छ भन्ने कुरा जो भनिराखिएको छ, भन्सारमा जाने भनेको चाहिँ कमाउन जाने भने जस्ता कुराहरू चाहिँ पनि भइराखेका छन् भन्दा त्यसलाई हामीले कति सकिन्छ कम गर्ने र त्यो त्यहाँ चुहावट हुने चिजहरूलाई चाहिँ राज्यको ढुकुटीमा आउनका निम्ति कसरी वातावरण बनाउने भन्नेसँग हामी सम्बन्धित भएर लागेका छौँ। एउटा कुरा मैले यो भन्न चाहेँ र यो हामी अब लास्ट अब एउटा मिटिङ बस्दाखेरि लगभग हामी भन्सार विधेयक टुङ्ग्याउँछौँ। त्यस पछाडि अरू मतलब चाहिँ विधेयकहरू पनि छन्, 3-4वटा विधेयक चाहिँ अर्थ समितिमा छन्, त्यो अनि केही मुद्दाहरू पनि छन्, त्यो बारेमा पनि हामी छलफल गरिराखेका छौँ। तर म एउटा कुरा के भनौँ भने म बाहिर छँदा यो नियम कानुन त भटाभट बनाए भइहाल्थ्यो नि भन्थ्यो, तर कुरा त्यहाँ त्यस्तो अलि हुँदो रहेछ। लिन्दी त अहिले पनि धेरै चाहिँ स्पिडमा त भएको छैन, अलि लिन्दी नै छ, मैले यो कुरा नि राख्नुपर्छ। तर फेरि कुरा के हो त भन्दाखेरि चाहिँ यो कानुन बनाउने कुरा, नियम बनाउने कुरा चाहिँ सजिलो रहेनछ। अहिले त्यहाँ पुगेपछि थाहा हो, मान्छेहरूलाई लाग्छ नि भोज भतेरमा मतलब चाहिँ यसो गरेको भए हुन्थ्यो, त्यसले त्यो मान्छेलाई भन्छौँ, तर आफ्नै हातमा डाडु पन्यु आएपछि बल्ल थाहा हुन्छ कि कसो गर्नुपर्ने रहेछ भन्ने कुरा त थाहा हुन्छ। त्यहाँ गएपछि थाहा हो, त्यो सरकारवालाहरूसँग सबैसँग छलफल गर्नुपर्ने, फेरि एउटा व्यक्तिको कुरा मात्रै नहुने, त्यसलाई नियम कानुन भनेको त साझा कुरा भयो होइन। भोलि दीर्घकालीन हिसाबले लामो मतलब समयसम्म त्यसले चाहिँ मतलब काम गर्न सक्ने स्थिति, त्यो नियम कानुनले काम गर्न सक्ने स्थिति हुनु पर्यो भन्दा यो निकै गाह्रो कुरा रहेछ। त्यसो भएको हुनाले अहिले त्यो बनेको मतलब चाहिँ त्यो प्रोसेसमा छन्। अरू थुप्रै विधेयकहरू पनि अरू समितिमा पनि छलफलमा छन् भन्ने कुरा म राख्न चाहन्छु। मैले यो विषयवस्तु यति राखेँ र अहिले मतलब चाहिँ अर्थसँगै सम्बन्धित भएर कुरा गर्दाखेरि देशमा ठुलो परिवर्तन भयो, राजनीतिक परिवर्तन ठुलो भयो। अधिकारको हिसाबले हामीले थुप्रो अधिकारहरू प्राप्त गरेका छौँ, तर जति अधिकार प्राप्त गर्यौँ, जति हामीले चाहिँ अधिकारहरू थुप्रै प्राप्त गरेका छौँ, त्यही स्तरको आर्थिक समृद्धि हामीले हासिल गर्न सकेका छैनौँ। अहिलेको हाम्रो समस्या यहाँनिर, अहिलेको मुख्य समस्या यहाँनिर हो। तपाईँ हामी सबैलाई असन्तुष्ट भएका असन्तुष्टहरू सडकमा राखेका छन्। त्यो के कारणले त भन्दाखेरि चाहिँ राजनीति परिवर्तन भयो, आर्थिक जीवनमा चाहिँ परिवर्तन भएन, तपाईँको दैनिक जीवनमा परिवर्तन भएको छैन। त्यसैले अहिलेको क्रान्ति भन्नुहोस्, अहिलेको तपाईँ चाहिँ राष्ट्रको दायित्व भन्नुहोस् या मतलब चाहिँ सरकारको जिम्मेवारीको कुरा भन्नुहोस्, यो चाहिँ के हो भन्दाखेरि आर्थिक समृद्धि हासिल गर्ने नै मुख्य कुरा हो। त्योभन्दा बाहेक दायाँ बायाँ लागेर हुनेवाला छैन। त्यसो भएको हुनाले आर्थिक समृद्धि हासिल गर्नका निम्ति सबभन्दा पहिला कुरा के हो त भन्दा आर्थिक सुशासन कायम हुनु पर्यो। आर्थिक सुशासन कायम नभएसम्म हुनेवाला छैन। त्यसैले अब आर्थिक सुशासन कायम हुनका निम्ति तपाईँ हामीले हेऱ्यौँ भने हाम्रो देशमा के पाउँछौँ भन्दा अहिले जनताको रगत पसिनाबाट एक मुठा साग बेचेको, एउटा अन्डा बेचेको पैसा जम्मा गरेको सहकारी पौने 3 खरब रुपियाँ होइन किन बा, पौने 3 खरब सानो कुरा होइन। अहिले देशको 1 वर्षको बजेट नै त्यति छ, पुँजीगत बजेट हेर्नु भने त त्यति हो। पौने 3 खरब अनियमितता भएको छ। यो अनियमिततालाई तपाईँ पर्गेल्न सक्नुहुन्छ कि हुन्न? यसलाई सुशासन कायम गर्न सक्नुहुन्छ कि हुन्न? यो चाहिँ मतलब चाहिँ अहिले पछिल्लो संसदीय समिति बनाएर सदनले नै बनाएर जसले छानबिन गरेको छ, करिब 40 जनाको मात्रै छानबिन गरेको छ, त्यो करिब 90 अरब जतिको चाहिँ त्यो छानबिनमा आएको छ। तपाईँ हामी सबैले त्यो देखिरहेको छ। तर सरकार त्यो कारबाहीतिर जान्छ, त्यो लागू हुनेतिर जान्छ। यो चाहिँ हाम्रो विडम्बना हो। यो कसैलाई चित्त दुखे नि दुखोस्, कसैलाई मन दुखे नि दुखोस्, यो जनताको कुरा हो, जनताको चाहिँ जीवन मरणको कुरा हो। अहिले चाहिँ दुनियाँ रोइराखेको छ, यो कारबाहीमा जानुपर्छ। यो कारबाहीमा जानका निम्ति त्यो चाहे एमाले होस्, त्यो चाहे काङ्ग्रेस होस्, त्यो चाहे माओवादी होस्, यो कारबाहीमा कुनै हालतमा पनि छोड्नुहुन्न। 3 लाख दामलो ल्याएर अदालतमा उभ्याएर कारबाही गर्नुपर्छ र त्यो जनताको जो मतलब चाहिँ हिनामिना गरेको छ त्यो फिर्ता गरिनुपर्छ।
पहिलो कुरा। दोस्रो कुरा, अहिले हेर्नुहुन्छ नि देश काण्डै काण्डमा रहेछ। यहाँसम्म आउँदा काण्डै काण्ड 262 वटा काण्ड मैले जम्मा गरेको छु। त्यो काण्डहरूको फाइल खोलिनुपर्छ। जो परे पनि, मै परे पनि, हजुर परे पनि, उहाँ परे पनि खोलिनुपर्छ र तिनलाई कारबाहीको दायरामा ल्याइनुपर्छ र त्यो जो हिनामिना गरिएको कुराहरू छ त्यो तिराइनुपर्छ या मतलब चाहिँ त्यसलाई दण्डित गरिनुपर्छ। अनि मात्रै बल्ल सुशासन हुन्छ। अब त्यो नत्र सुशासन सबै भद्रकोल छ, सबै मतलब चाहिँ तथा नाम छ। अहिले तपाईँले हेर्दाखेरि चाहिँ हेर्नुभयो भने के हो त नि, सबै काम सेटिङमा हुने, सबै काम चाहिँ मतलब चाहिँ भ्रष्टाचार भन्दा सबै मान्छेले त्यही सिक्न थाल्यो कि अहिले त मान्छे सबै बिचौलियाहरूको चाहिँ धन्दा त सबैले सिक्ने, बिचौलिया नभइकन बाँच्नै नसक्ने स्थिति बनिसक्यो भन्दाखेरि बिचौलियाहरूको चाहिँ जो गतिविधि छ, बिचौलियाहरूको जो चाहिँ अनियमितता गर्ने चाहिँ तौर तरिका छ, यसलाई नष्ट बनाउनु पर्छ। यो भनेको के हो त भन्दा आर्थिक सुशासन कायम गरिनुपर्छ। अनि मात्रै त्यो ठाउँमा तपाईँले बोट बिरुवा रोप्नुभयो, त्यस पछाडि विकास निर्माणका काम गर्नुभयो भने बल्ल त्यो हुर्किन्छ। नत्र हुर्किनेवाला छैन, एकदम छैन। यो कुरा मैले एकदम जोरदार रूपमा भने, जोरदार रूपमा म राख्न चाहन्छु, छैन यो मुलुकमा चाहिँ यो छैन। त्यसो भएको हुनाले अहिलेको सरकार यतातिर जाने जोस जाँगर गरेको छैन। यो कुरा सत्य हो। जता जान लागिराखेको थियो अलि लैजान चाहिँ मतलब योभन्दा अघिल्लो सरकारले लान कोसिस गरेको थियो, त्यो पनि रोकिएको छ। अहिले सामसुम एउटा केटाकेटीमा हामीले पढ्थ्यौँ होइन, खोइ बिरालो मुसो के अरे दुलाभित्र, खोइ मुसो दुलाभित्र लुक्यो भने जस्तै, खोइ गाई के अरे खोइ दुलो भन्दा गाईले किल्छ, खोइ गाई के अरे खोलाले बगायो भने जस्तै छ। त्यो अभियानलाई जोरदार रूपमा अगाडि लिएर जानुपर्ने ठाउँमा अहिले ती सबै बरु उल्टा मुद्दा फिर्ता लिने आदि इत्यादि गर्ने काम जो गरिएको छ, यो कुनै पनि हालतमा मान्ने छैन। यो जनताको तहबाट नि मान्ने छैन। अहिले तपाईँले यही मतलब चाहिँ असन्तुष्टलाई देखेर चाहिँ मतलब चाहिँ होइन यो व्यवस्था ठिक छैन भन्ने जस्ता कुराहरू पनि यहाँ हुन थालेका छन्। यो कुरा होइन, व्यवस्था ठिक र बेठिकको कुरा होइन। सही काम गरेर गएपछि व्यवस्था ठिक हुन्छ होइन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को कुनै तन्त्र हुँदैन। त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र त्यो सुधारिएको अझ उन्नत अझ विकसित चाहिँ हुन्छ। अगाडि जाने बाटो त्यो। त्यसो भएको हुनाले मैले के भने त भन्दाखेरि यो क्षेत्रमा आर्थिक सुशासनको क्षेत्रमा तपाईँ हामीले आफ्नो ठाउँबाट अब आवाज उठाउन जरुरी छ, अगाडि लाग्न जरुरी छ होइन। र सरकारलाई तपाईँ हामीले आफ्नो ठाउँबाट घचघचाउन जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु। र तेस्रो कुरा के हो त नि, सामाजिक न्यायका कुराहरू, अधिकारहरू त प्राप्त गरेका छौँ, त्यो अधिकारलाई भोग गर्ने कुरा होइन मतलब चाहिँ जसरी भोग गर्न पर्थ्यो त्यो गर्न सकिएको छैन। र त्यस पछाडि मैले के भन्छु भन्दा यी कुराहरू गर्न सक्यो भने आर्थिक सुशासन कायम हुन्छ। आर्थिक सुशासन कायम गर्नका निम्ति मतलब चाहिँ यी कानुनहरू नियमहरू सबै जरुरी हुन्छ। त्यसो भएको हुनाले मैले के भन्छु भने त्यो नियम कानुनहरू बन्न लागिराखेका छन्। यतातिर मतलब सबैको आशा अपेक्षा मतलब चाहिँ यहाँले राख्नु भएको छ। यो आशा अपेक्षालाई हामीले कति सक्छौँ अधिकतम पुरा गर्ने प्रयत्न गर्नेछौँ भन्ने कुरा राख्दै मेरो छोटो भनाइ यी टुङ्ग्याउँछु। धन्यवाद, अभिवादन, नमस्कार।